विमता भ्लगमा हाम्रो दादालाई स्वागत थ्यांक यू हामी गेम स्क्वायर पनि गेम स्क्वायर दुई जनाकै बिहे भएको छैन तर हाम्रोमा सरले पकाएको ल पहिलोचोटि हाम्रो विमताजीको यहाँ समुद्र हेर्ने धोको चाहिँ पुरा हुँदैछ आउँदैन आउँदैन। नमस्कार अनि स्वागत छ मेरो भ्लगमा हजुरहरूलाई। नेपालबाट उडिसकेपछि हङकङ गएर हाम्रो वेटिङ थियो 3 घण्टा अनि 3 घण्टासम्म के गर्नु है अनि बिहान पख भइसकेको थियो अनि एकदम पारिलो घाम लाग्दै थियो। त्यसपछि मैले चाहिँ के गरम भयो अनि भिडियो बनाइहालेँ हङकङको बाहिरको दृश्य हेर्दै अनि कैद गर्दै मेरो क्यामेरामा कैद गर्दै एकदम टाइम पास त गर्नै पर्यो हैन अनि के गरम भयो। त्यसपछि दाइहरू चाहिँ उता गफ गरिरहनु भएको छ खेम सेन्चुरी दाइ शिव परियार दाइ उहाँ छुट्टै गफ गरिरहनु भएको छ म चाहिँ यता भिडियो बनाउँदै म आफ्नै पारामा छु। फेरि म फेरि फुलदेखि हुरुक्क हुने मान्छे फुल देख्न बित्तिकै भिडियो बनाइहालेँ। फुल भनेपछि कसलाई मन पर्दैन हैन जो पनि हुरुक्कै हुन्छ अनि भिडियो बनाइहालेँ मैले। पारी दाइहरू आफ्नै सुरमा गफ गरिरहनु भएको छ। फाइनल्ली कोरियाको इन्सन एयरपोर्टमा पनि पुग्यो। इन्सन भन्छ कि के भन्छ म स्योर छैन किनभने मलाई त्यति थाहा छैन यताको बारे म फर्स्ट टाइम हो। अनि एयरपोर्टबाट निस्किसकेपछि यो चाहिँ बाटोमा अर्को एयरपोर्ट जाँदैछ। हाम्रो खासमा चाहिँ कार्यक्रम चाहिँ गिमे बुसानमा हो नि त त्यही भएर हामी चाहिँ अर्को एयरपोर्टबाट प्लेनबाट फेरि बुसान जान्छौँ अनि हामी चाहिँ यो कोरियामा हिँड्दै गर्दा मैले चाहिँ भिडियो बनाइहालेँ। पहिलोचोटि कोरियामा पाइलट टेकेको भएर पनि हो मैले चाहिँ भिडियो बनाउन मन लागेको अनि हेर्नुहोस् त कति राम्रो बाटो विकसित ठाउँ भनेको विकसित ठाउँ नै हो। हामी चाहिँ सियोलको एयरपोर्टमा पनि पुग्यौँ। अब यहाँबाट चाहिँ यो एयरपोर्टबाट चाहिँ हामी गिमे बुसान पनि पुगिसक्यौँ। अघि भने जस्तै भिडियो बनाउन अप्ठ्यारो लाग्यो प्लेनमा। फेरि हामी चाहिँ बुसान पुग्दा चाहिँ राति भइसकेको थियो। उताबाट झोरले साङ्गीतिक सौगात भाग 2 का दाइहरू आयोजक दाइहरूले लिन आउनुभएको थियो अनि हामी चाहिँ गफ गर्दै गइरहेका छौँ बाटोमा। यो चाहिँ बुसानको बाटोमा गिमे बुसानको अनि हामी चाहिँ बुसानसम्म चाहिँ प्लेनमा आयो अनि यहाँबाट लिन आउनु भएको छ आयोजक दाइहरूले अनि गइयो पुग्यो खाने ठाउँमा पनि अब खाना सुरु गरियो। हामी चाहिँ टक्क लाएर खेम सेन्चुरी दाई र म झोरले साङ्गीतिक सौगात भाग 2 जहाँ भइरहेछ त्यहाँ आफ्नो प्रस्तुति दिनको लागि लाग्यो। बाहिर हेर्नु न कति सफा जता गयो नि यस्तै राम्रो कि कति सफा वाउ। हाम्रो खेम सेन्चुरी दाई भीषण पूर्जा दाई अनि दिलीप दाई म भएर गफ गर्दै लागियो कार्यक्रम भइरहेको ठाउँतिर। हाम्रो विमताजीको हो यसपछि ओके 2-3 मिनेट जति लाग्छ। हजुर ल बहिनी त सिधै जानुपर्ने हो कति टाइम के हुँदैछ लोकलको प्रस्तुति हुँदैछ। मेरो गीत गाउने पालो पनि आइसक्यो अरे हामी चाहिँ बाटोमा छौँ अनि दाइहरूलाई जिस्काउँदै हिँड्दैछु म। फेरि हाम्रो हिरो दाइ मेरो मफलर युज गरेको ल भाइ के छ कोरियाको खबर म एड्रेस पनि थियो नि भाइ बिमता ठीक छ हजुर त कस्तो ब्याउला जस्तो देखिन भएको छ आज बर्थडे भएर झोलामै कोरियन खोज्ने दाइको लागि केटी खोज्ने कुरा भयो। कोरियामा बस्ने नेपाली भयो नि हुन्छ। म त कस्तो मान्छे दाइलाई पनि जिस्काइदिन्छु। फाइनल्ली मैले गीत गाउने पालो पनि आइसक्यो स्टेजमा। जानी नजानी बोलेर फेरि म आफ्नो गीततर्फ लागेँ किनभने गीतको साउन्ड राख्यो भने मेरो आफ्नो गीत भनेर के गर्नु मलाई नै कपिराइट लगाइदिन्छ। त्यही भएर मैले चाहिँ साउन्ड म्युट गरेर सबैजना कोरियामा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूले यसरी मसँगै झुमेर नाच्दा मलाई यति धेरै माया आशीर्वाद दिँदा मलाई एकदमै आफूलाई नेपाली हुनुमा र मगरको छोरी हुनुमा मलाई एकदमै गर्व लागेको छ।
झोडले साङ्गीतिक सौगात भाग 2 भनेको चाहिँ मगर भाषामा नमस्कार भनेको हो। झोडले भनेको चाहिँ भनेपछि तपाईँहरूले बुझिसक्नुभयो यो मगरहरूको कार्यक्रम हो भनेर। त्यसैले म सबैभन्दा पहिलो त म मगरको छोरी हुनुमा मलाई एकदमै गर्व लागिरहेको छ। र त्यसपछि सबैजना नेपाली दाजुभाइ दिदीबहिनीहरू मगर गैर मगर सबैजना हुनुहुन्छ, एकदमै भाग्यमानी ठानेको छु। गीत पनि गाइयो, नचाइयो, सबैजनाले साथ दिनुभयो। हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। रमाइलो गरियो अनि हामी चाहिँ अर्को दिन नेपाली रेस्टुरेन्टमा खाना खानको लागि हिँड्यो। यो मेरो ब्लग हो नि फेरि। मैले हेरेँ मैले सुरुवात गर्दैछु नि त। विमताजीले हामीलाई ब्लगमा जोड्नु भएको छ। मैले हेरिसकेको छु ब्लग। हिजो पनि हिरो भावेलाई खिचाएको थिएँ मैले। हेरेको छैन कोरियाको त नै, अब गएर एडिट गर्ने हो। पहिलाको चाहिँ हेरेछु। स्टिल कोरियामा छौँ। झोडले साङ्गीतिक सौगात भाग एकदम सफल भएको छ। हाम्रो विमताजीको पनि दमदार प्रस्तुति रहेको थियो। ठुलो सहयोग रहेको छ उहाँको पनि। हो र? होइन होला। डबल कमाउनु नि। माया गर्नु भएको छ सबैजनाले एकदम माया गर्नु भएको छ। अरू भन्दा पनि त्यो हाम्रो यो समुदायको मान्छे होइन, त्यही पनि फेरि सबैजनाले गर्नुभएको थियो। समुदायबाट पनि उहाँहरूलाई एकदम माया गर्नुहुन्छ। हाम्रो खिमको आउँछ दाइ। हेलो नमस्ते, वेलकम टु विमता ब्लग्स। कलाकार संयोजक हाम्रो दाइ, हाम्रो सिस्टर। ठ्याक्कै के भनौँ, सिस्टर। समीर उहाँ त खतरा हिरो मान्छे नि। मैले सुन्दर उहाँको डान्स हेर्न पाएको छैन, अब युट्युबमा गएर हेर्नु पर्ला। मलाई यसो हेर्ने वातावरण मिलाइदिनु पर्थ्यो नि खिम दाइ। उहाँलाई मैले रिकमेन्ड गरेको थिएँ कि एउटा हाम्रो एउटा थोरै रिप्रेजेन्ट गरिदिनुहोस्। म कहाँनिर उहाँलाई फोटोमा धेरै उ भयो नि त। म त त्यो नाचेको फाइनल्ली हामी चाहिँ खाना खाने नेपाली रेस्टुरेन्टमा पनि आइपुग्यौँ। अनि भित्र अब पार्किङ गर्दैछौँ। अब भित्र कतिको रमाइलो छ अब हेर्नै बाँकी छ। फाइनल्ली हामी चाहिँ पार्किङमा छौँ, खाना खाने ठाउँको होटेल मुनि। फाइनल्ली पुग्यो। अब गीत सुन्नुपर्छ है गाइज।
पनि आइपुग्यो जहाँ गए पनि आफूलाई चाहिँ भात मनपर्ने भाते हो नि त म अनि आइपुग्यो सबैजनालाई खान सुरु गरियो अब चाहिँ अब हाम्रो हेम दाईको पनि गीत सुन्नुपर्छ है हाम्रो कलाकार बन्दै हुनुहुन्छ हाम्रो हेम थापा दाई थाल उचाल्ने कालो ज्याकेट लाउने चाहिँ हेम दाई हो है हेम दाई अयो मम्मी चाहिँ कस्तो राम्रो गाउनु दाइले दाइको लागि यो उपहार छ हाम्रो दाइलाई यो हाम्रो यो उ छ हाम्रो दाइलाई प्रमाणपत्र दिने हाम्रो यो शहीद लखन थापाको यो मायाको चिनो दिनेवाला छ हाम्रो दाइलाई हेम थापा मगर दाइलाई यो शहीद लखन थापाको यो उ दिँदैछौँ प्रमाणपत्र दाइले के अरे दाइले गीत गाएर यहाँ नेपाली ओन गर्नुभएको छ दाइले पनि साथ दिनुभयो दाइले खामसानी र लास्टै हाँसेर आज कस्तो दाइले कमाउनु भएको पैसा चाहिँ यो दर्शकहरू यहाँ हुनुहुन्छ हेम थापा दाइलाई पुरस्कार दिने उहाँ हो दर्शकहरू यहाँ हेरेर अनि बहिनीलाई जोइन दिने पनि मै हो दाइको गीत बहिनीलाई जोइन दिने पनि मै हो सबजना सेलाए जस्तो छ हाम्रो लास्टै हास्यो कति मिठो सारङ्गी बजाउने हाम्रो दाई अनि दाईको नामै सोध्न बिर्स्यो म मेरो नाम बाणीराज बन्दर त नभनौ रेग्मी के रे दाई बाणीराज रेग्मी बाणीराज रेग्मी ए माडीराज रेग्मी ए बाणीराज ए म त माडीराज ल बाणीराज रेग्मी हो हाम्रो दाई त कति सारङ्गी मिठो बजाउनुहुन्छ यहाँ चाहिँ उसको हामीलाई बिदाईको कार्यक्रम तयारी हुँदैछ हामी चाहिँ म चाहिँ यहाँ दाईहरूसँग पहिल्यै आएर एकदम रमाइलो गरिरहेको छु यता हुनुहुन्छ दाईहरू हामी सबैजना ए कति रमाइलो यहाँ खालि सुन्दरलाई मैले समीर भने कि कस्तो दिमाग होला अनि समीरजी भने कि सुन्दर घलान हो नि त उहाँ एकदमै चर्चित डान्सर नायक म कस्तो समीर भन्न आउने त्यही त हाम्रो दुईटा हिरो दाई हुनुहुन्छ अरे दाई रे एउटा त भाइ हो एउटा दाई मतलब दाईहरू भन्दा छ सरी समीर चाहिँ भाइ अनि सुन्दर अति सुन्दर अनि हामी चाहिँ अनि यहाँ हामीलाई बिदाईको कार्यक्रम सुन्दर म अनि लगायत हाम्रो दाईहरू म भिडियो खिच्दैछु दाई म यहाँ खिच्छु कि सबैजनालाई आनागास्यो खोइ त कसैले आनागास्यो नि भन्दैन यार आनागास्यो यहाँ के भन्न तपाईँले गाली गरे भाइ यहाँ सबैले बुझ्छन् के अरे
आनगाङ हाँस्यो आनगाङ के अरे आँगा हाँस्यो भनेर आँगा भने दिदी होइन हाम्रो आनगाङ हाम्रो दाइको इन्ट्री भयो हाम्रो दाइको इन्ट्री भयो मादल चाहिन्छ भन्ने कुरा गरिराख्नुहोस् उहाँले दाइ यहाँ त कस्तो तपाईँ त हिरो आउनु भएको छ दाइ गाइदिनुहोस् न यो गीत फेरि अघि गाईलाई पनि हेर्नु पर्यो यहाँ जोयहरू रे यहाँतिर सबै यहाँ सबै जोयहरू रे पैसा गर्नेको तपाईँले यो टिकट हिजोको टिकट ए हिजोको टिकट खै ए मेरो फोटो पनि रहेछ नि हो नि जोइन त लजाएर मुटुकै भयो उतै के हो कुन चाहिँ जोइ हो त फेरि यही हो कन्याकुमारी कुन चाहिँ जोइ रे स्वागत हाम्रो भ्लगमा गर्नु दाइ तपाईँको के भएको हात के भएको ए के सुन्ने र ए हजुरलाई शीघ्र स्वास्थ्य लाभ हजुरको नाम के भन्नुभयो ए सुर्खेतको ए काम गरिरहनु भएको छ मैले डिस्टर्ब गरेँ सरी यो चाहिँ चिनो है म नेपाल गए पनि हाम्रो सबिन भाइ हाम्रो रोल्पाली मेरो रोल्पाको घरती मगर भाइ मेरो भाइ जेदो जोडले दाइ बिमता भ्लग छ बिमता घरती मगर चाहिँ मेरो अफिसियल च्यानल भयो के अरे यो चाहिँ बिमता भ्लग हाम्रो दाइको एकदम स्वास्थ्य त्यो के अरे भन्नु न अनि शीघ्र स्वास्थ्य लाभ नभन्न जान्ने भनेको उल्टो भनेको उता म स्टेजमा बसिरहेको थिएँ यता अनि भाइले त यहाँ सबैजना कुरा गरिरहनु भएको थियो अनि यता चाहिँ भाइले चाहिँ मलाई सम्मान गरेर ओढाइदिएको सलहरू सबै खेरेर अनि सबै बटुलेर राखेको चाहिँ हेर्नु न आफ्नो ठाउँको भनेपछि यस्तो माया गर्ने के यस्तो माया लाग्दो भाइ हेर्नु न सबिन भाइलाई कस्तो माया लाएर भित्रैबाट हृदयदेखि नै एकदमै आशीर्वाद छ मेरो भाइले राम्रो गरोस् कोरियाबाट राम्रो गरेर नेपाल आएर बाबा मम्मी बुहारीलाई राम्रो खुसीसँग राखोस् सबै परिवारलाई कस्तो खुसी लाग्यो कि दाइले जबरजस्ती गाउने 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 भनेर म चाहिँ गीत गाउनु लाग्यो हामीलाई बिदाई गर्दा राति भइसक्यो थियो त्यही पनि एकछिन घुम्न निस्केको के पुल हो यो संसार बन्दै गर्दा देश बन्दै हाम्रो देश बन्दै बन्ला नै हो यो अपारहरूलाई डिस्टर्ब हुन्छ भनेर यो थुनेको छ के संसार कहीँ गएर पनि छैन के देश राम्रो छ यार बाहिर साउन्ड जान्न है यो गाडीहरूको डिस्टर्ब नजान्छ बाहिर आवाज जान्छ भनेर आकाशे सोरुङ राखिदिएको रहेछ यो पनि त्यही डिस्टर्ब हुन्छ भनेर हो यो त सुरुङ हो ए माथि पहाड हो हजुर पहाड ए दिउँसो हेरिएन के अरे है के गर्ने दिउँसो अब त्यहाँबाट देखिन्थ्यो पहाड हो भनेर यो सोरुङ मार्ग चाहिँ एकदमै लामो रहेछ मैले एकदमै स्पिड गर्दा पनि सकिरहेको छैन बिस्तारै बिस्तारै अब सकिँदैछ अब बिस्तारै सकाएर हामी चाहिँ बाहिर निस्किँदैछौँ के हो रे यो सिन्सिए भन्छ सिन्सिए हजुर वाउ यो त दिउँसोमा खतरा रहेछ त हेर्न ए सिन्सिए हो कि हो रे हैन बीआईएफएफ हो बीआईएफएफ यो तपाईहरुको बुसान इन्टरनेसनल फिल्म फेयर यही हो के हाम्रो कलाकार आउने वर्षमा एकचोटि चाहिँ त्यतिखेर अस्ति हाम्रो एउटा के भन्ने फिल्म नोमिनेसनमा परेर ओ के रे हुँदाखेरि यही हो के आउने माथि त्यो लेकमा गरेको पूजा सर भन्ने फिल्म चाहिँ नोमिनेसनमा परेर पूजा सर के होला नि हैन पूजा सर भन्ने थियो के एउटा त्यो एउटा पुलिसको स्टोरी रहेछ त्यसमा दयाहाङजी पनि हुनु रहेछ दयाहाङजी रामलाई त्यो हामीले त्यो दिन लेकिन चाहिँ हामीले उहाँहरूलाई
अब चाहिँ पुग्यो। अब पार्किङको लागि हामी वेटिङ गरिरहेछौँ। कति रमाइलो हेर्नुहोस् न। वाउ, सफा पनि रमाइलो पनि, एकदमै रमाइलो लाग्यो मलाई कोरिया। हेलो, वेलकम छ हाम्रो। यो के जाति हो रे? बुसान हेउन्डे बीच। हेउन्डे बीच कोरियामा। अब उज्यालोमा है हजुर राम्रोसँग। खेम्दाई, हाम्रो खेम्दालाई चिसो लागेर यो अवस्थामा धेरै नाचिनु भएन बहिनी। बिमा त भ्लगमा हजुरहरूलाई स्वागत छ। तर त्यही भएर ननिस्किया पनि होला जस्तो लाग्यो। के अरे यो यहाँको बुसानको यो समुद्र हो। मैले फर्स्ट टाइम समुद्र देख्दैछु। है त्यहाँ डुङ्गा जाँदैछ। जाडो फेरि मुटु काट्ने छ है। अब मुटुमा पसिसकेको छ जाडो। मुटुमा बस्ने मान्छेलाई कति जाडो भयो। मेरो मुटुमा बस्ने मान्छेलाई पनि धेरै जाडो भइसक्यो। न्यानो बनाएर राख्नुहोस् है। के न्यानो बनाएर राख्नुपर्छ भेनालाई। फाइनली हाम्रो विमता दिदी अनि हाम्रो एम दाई भुसानमा घुम्दै हुनुहुन्छ। विमता भ्लगमा हाम्रो दादालाई स्वागत। थ्याङ्क यू। हामी केम स्क्वायर पनि केम स्क्वायर दुईजनाकै बिहा भएको छैन तर हामी कन्ने केटो ठस्सी कन्ने के ठस्सी भनेको त्यो कुरा त मलाई थाहा छैन है। त्यो कुरा मलाई थाहा छैन। मेरो भ्लगमा चाहिँ उहाँलाई स्वागत छ। यहाँ म धेरै हल्ला गरेँ कि के हो यार। खासमा यो के भन्छ अरे, यहाँ कोरियाको मान्छेहरू धेरै हल्ला गर्दैन अरे कि बोल्छ अरे है। अब त के गर्ने, नेपाली पनि हो। तपाईँलाई मेरो भ्लगमा स्वागत छ। धन्यवाद। कस्तो लागिरहेछ हाम्रो अहिले नाइटमा हामी भुसान घुमिरहेको छौँ। सबिनको भ्लगमा पनि है कस्तो लागिरहेछ, कति रमाइलो लाग्छ, कति रमाइलो लाग्छ मलाई मात्रै थाहा छ। रमाइलो घुम्नुहोस्। चिसो चाहिँ लास्टै भएको छ। एकदम चिसो छ। मेरो पनि हेर है। धन्न यसले चाहिँ बाँचे चाहिँ यो चाहिँ तातो हुने कुरा हो कि। हातमा लगाएर यसो तातो गरेर बस्ने अनि न्यानो छ नि, न्यानो गरेर बस्ने अनि यो खानेकुरा पनि बोकेर ल्याह। अनि मिठो मिठो कुराहरू। ओके है, म टोइलेट जान्छु है एकछिन। उहाँले एकदम कार्यक्रम सञ्चालन। हाम्रो कार्यक्रम पुरा। विमताजीको चाहिँ के भन्छ गरे यो पहिलोचोटि समुद्रमा आउनु भएको छ। म चाहिँ पहिलोचोटि। उहाँ जाँदै हुनुहुन्छ है, ल्याउनुहोस् म तपाईँ। हुन्छ देखाइदिन्छु। देखाइदिनुहोस् है मलाई पनि। ओके ल हाम्रो दाइ ल बोल्दै गर्नुहोस्। म चाहिँ पहिलोचोटि त्यहाँ समुद्रको छाला। ओके छाल आउँछ अहिले जाने है त्यहाँ पनि। ल ए फोटो खिच्ने कार्यक्रम रहेछ है। म पनि फोटो खिच्छु ल। त्यो फोटो खिचेर नि त्यो बनाएर के हुनु। त्यो दुःख ल्याइदिनु भयो, म ल्याइदिन सक्थेँ। अब के गर्नु नमिल्ने। उहाँ सरलाई चाहिँ अलिकति फेटा मुक्न पर्ने अवस्था आएको। खुट्टा त्यस्तो भयो के चिसो गरे दाइलाई। मलाई फोटो खिच्न त्यहाँबाट हालम लगाउँछु। ल चिसो भए तापनि एकदम चाहिँ उत्साहित हुनुहुन्छ है। उहाँ चाहिँ फोटो खिच्दै हुनुहुन्छ अहिले भुसानमा। तन्नै पोज दिएर जानु है भुसानमा। अहिले चाहिँ यो रातिमा अझै राम्रो आउँछ क्या छाल चाहिँ। ल जामिनु। ल लिनु लोड्नु ल है। ल पहिलोचोटि हाम्रो विमताजीको यहाँ समुद्र हेर्ने धोको चाहिँ पुरा हुँदैछ। मेरो पहिलोचोटि समुद्र हेरिरहेको छु। पहिला म मलेसिया जाँदा यो मौका पाएको थिएन। कोरियामा आएर पहिलोचोटि समुद्र। ओके लेट्स से देन गो भिजिट। एकदम एक्साइटेड हुनुहुन्छ है। यो कोरियाको बुसान सहरको हेउन्डे भन्ने बिचमा छौँ हामी। ल
ह्याउँदै यहाँ बस्नु ल यो ठाउँको नाम यही हो यो लेखेको यो बीचको नाम हो यो ह्याउँदे ल एकदम ह्याउँदे ल ठिक छ हजुर ल ठिक छ ओ छाल हेर्न जानुहोस् ल दिउँसोमा चाहिँ अलिक सुन्थ्यो दिउँसो भए चाहिँ थोरै अगाडि जान पनि हुन्थ्यो के अरे पानीमा होइन आउँदैन यता आउँदैन पौडी खेल्न आउँछ कि आउँदैन आउँदैन यतापट्टि फर्किनुहोस् त बल्ल तपाईँलाई राम्रो देख्छ ल बनाएर राख्या हो खस्दैन त धेरै बलियो छ ल बोल्नुहोस् म चाहिँ यहाँ पहिलो त त्यहाँको हेर्नु न समुद्रको त्यो आवाज के कस्तो म पहिलोचोटि सुनिरहेको छु त आउँदैन बोल्नुहोस् समुद्रमा होइन पहिलो टोपी लाउँछ त्यसो भयो अनि समुद्रको यो जुन साउन्ड छ नि मलाई कस्तो मन पनि भयो पहिलोचोटि आएको दिउँसो भएको यति रमाइलो हुन्थ्यो यति राम्रो पनि देखिन्थ्यो है सायद भोलि म के अरे सौलका दाईहरूलाई चाहिँ लैजानु भन्नु पर्ला आज पुसानमा चाहिँ किमे पुसानमा चाहिँ यो अब राति भयो दिउँसो बिजी भयो अनि म राति आएको अनि हाम्रो दाई नवीन दाईलाई एकदम धेरै धन्यवाद छ एकदम राम्रो कार्यक्रम सञ्चालक पनि हो खतरा कार्यक्रम पुग्यो हाम्रो कार्यक्रम उहाँले नै सञ्चालन गर्नुभयो थ्याङ्क यू बहिनी यताहरू वनहरू एक राउन्ड घुमाइदिन्छु ल हाम्रो सबिन भाइ ल त्यति भाइ हुनुहुन्छ एकदमै चिसो छ नवीन दाइले मेरो भिडियो लिँदा सबिनले पछाडिबाट खिचेको रहेछ अनि यो क्लिप मैले यहाँ राखेको समुद्रको छाल कस्तो भइरहेछ दिदी एकदम रमाइलो भइरहेछ जाडो छ छोटो छ बसाइ तर छोटो बसाइमा लामो सम्मान चाहिँ हुने माथि उठेर आउँछ यस्तो रमाइलो भइरहेछ अब घर जाने बेला भइसक्यो सबैजना मलाई अझै भिड मरेकै छैन समुद्रमा अझ दिउँसो भएको भए म कति फोटो खिच्थेँ होला कति भिडियो बनाउँथेँ होला तर आज तिमी पुसारमा नभए पनि भोलि सोलमा होस् भन्ने मेरो कामना छ हेरौँ के हुन्छ भोलि कतिको टाइम हुन्छ हुँदैन सिगान पनि भइरहेको छ चिसोले अनि भोलि मिल्यो भने चाहिँ किमे पुसा सौलमा चाहिँ समुद्र हेर्न पाइयोस् भन्ने चाहना छ कामना पनि छ भोलि यसो हेरौँ आजलाई चाहिँ बाई गर्छ मलाई सायद बाई माथि उठेर आउँछ